सन्चै रामी हुन्छ, म पनि सन्चै रामी छु। हामी दुईजना खास पनि यहाँ आएको छौँ घुम्नको दिसपुर। हामी अहिले अर्को बाटो सरकारीबाट उयोको चाहिँ बाटो पुग्छ। ए ढुलो त नभन्न, म बनाउनै पाइनँ। बडी सेटिङ सबै छ, मस्तको नजारा छ। भिडभाड चाहिँ छैन त आज दाइ? के कारणले आज? चुनावको पालामा यस्तै हो। ए हामी जाने भिडभाडवाला नि घुम्न आएको। जाम के भने बाइक लिएर जाने के लगेर जानु क्या मस्त ढिलोहरू थियो। मैले भिडियो बनाउनु पाइनँ क्या, फेरि लगेर बना। अहिले बनाउँछु। अहिले म खत्रो ओपीवाला देखाउँछु हजुरलाई। सरकारी बर्डर कसरी उठाउँछ हामीलाई अनि युट्युबर त एउटा हुन्छ क्या त्यो। गार्डन बनाइदिएको छ अहिले फाइनली गाई। बाटो छोडिदिनु है, बाटो छोडिदिनु। हेर न गार्डन मस्तको बनेको होइन। म अनि सेकेन्ड टाइम भनौँ, सेकेन्ड यस्तो फर्स्ट टाइम हो मेरो। अस्ति आएको मैले पनि त्यसै लाग्छ भन्दैन अहिले भनौँ भनेर। कति बिगा फाइनली गाइस यता पिकनिकको तयारी चलिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी पनि रमाइलो गर्ने, अझ साउन्ड भएको झनै मजा आउँथ्यो होला। आन्टीहरू रमाइलो, यहाँ खानासाना चुला सबै छ। अनि हामी मात्रै अलि हिरो भनेर बाइकमा हिँडेको। यो बाह्रमा देखाएको कुरा यी खुट्टा कहाँ हेर्नु न यिनको, अरू भन्दा खुट्टा सुट्टा यस्तो ठाउँमा छ। त्यो घुम्नुपर्छ यो टाइममा भनेको जस्तै हो। क्या घुम्ने हो पुरै। यहाँ हामी बेलामा त हाम्रो कति हजारको तेल जान्छ होला होइन? 1500 तेल जान्छ होला त्यस्तो। कमसेकम उहाँसम्म छ मेरो। मुवाले त क्याचर गर्नु सक्दैन। आयो भयो हामी घर लाग्नु त नजाने। हेर बुढा भिडियो गरौँ न। यता केही नै छैन, ठ्याक्कै हामी त्यही गएर कहाँ रोकिदिने हो भाइ? ठ्याक्कै जगदीशपुर रोकेको ठाउँमा खतरा तरिकाले बाइक रोकिन्छ। रोक्ने मान्छे फेरि यिनी हो, म होइन होइन। म त्यस्तो लेभल छैन म, किनकि म त्यस्तो सक्दिनँ। मैले आफ्नै कन्ट्रोलमा चलाइरहन्छु। अहिले हजुरले देख्नुहुन्छ होला म कस्तो चलाउँछु, कति सिम्पलमा कति सोचेको कुरामा नि मात्रै एउटा खर्च भनेको मान्छे। अनि के हो अहिले चुनावको कारणले हो, त्यही भएर अलि मान्छेहरू भिडबाट होइन। खास गरी भिडबाट अलि डिफ्रेन्ट कलरको भिडियो पनि बन्थ्यो होला। त्यही भएर डिफ्रेन्ट कलरको भिडियो भन्दा पनि अलि मलाई बोल्न पनि यस्तो सजिलो म बोल्न पनि सक्दिनँ होला। गायो पनि पर्छ त्यही म बोलिरहेको छु। जगदीशपुर टाढो भनेको राम्रो त कहाँदेखि भित्र स्कुन्छ अरे? बनकाइदेखि पनि आउँछ हजुर। अलि धेरै राम्रो ठाउँ हुन्छ, हामी चाहिँ क्लियरको घुम्दै हुन्छ पनि जान सक्छ। यहाँ भाइहरू पनि छ, त्यही हो। त्यही मासु अन्डीहरू यहाँ बोरासोरा बोकेर पनि मान्छेहरू आइरहेको छ। त्यहाँ पिकनिक छ नि, त्यो पिकनिक मनाउन पनि हुनसक्छ। यसरी मान्छेहरू आयो झनै रमाइलो हुन्छ। जस्तै पब्लिकहरू अगाडि भाडासाडा बोकेर आइदिएबाट हामीलाई मिसाइदिएबाट क्या खुसी लाग्छ। सिलिन्डरहरू बोकेर सबैजना यहाँ भाइहरू बाल्टी साल्टी बोकेर आइदिएछ। लाइन सानो ठिक छ, गाह्रो छिटो हुनुपर्छ। मलाई त त्यो साउन्ड सिस्टम लिएर आउँछ भाइहरूले। क्यामेराहरू पनि लिएर आउँदैछ। फाइनल गाइस हामी खाएर लिएर आएको होइन। लभ यु जगदीशपुर भनेछ। बोटिङ सोटिङ दिदी मैले खासै होइन चाहिँ अलि भिडियो अर्डर खेल्नु भिड छैन, त्यही भएर हामी चेलेन्जमा बोटिङ गर्न गएको छौँ। जाम न यसो हेरौँ त एकदिन के रिएक्सन दिने आयो।
बसेको छौँ सबैजना, हामी मात्रै नबसेको धेरै रमाइलो गरौँ न। बस्न ओहो रोकेर बोलेको 17 बज्दैन केटाहरू लगाएर जाऊँ न यतातिर जाऊँ यता छोडिदियो आउके ओके यहाँनिर जगदीश तालमा खेल्दै हुनुहुन्छ बोटिङहरू हामी मात्रै हिँड्दै बाइक स्कुटी मस्त छिन्न दिने भएछ कि ठिक हो चिना पुगाएर नै भिड नभएको भनेको नि ठिक ए म यहाँको टायरको निशान हेर्नु है हजुरहरूले यो भनेको 150 को निशान हो उडाउने मान्छे निचे हिँड्नु म अहिले फेरि पनि उडाउन सक्छन् होला हजुरले अलिकति माया पेरिँदाखेरि खतरा हिँड्ने उडाइदिन्छ बाइक पनि कति स्पिड नभन्नु सिम्पल चलाउँछन् खासै नि बिचमा बोतल भएको के हो यो निशान गइरहेको यो के को बोतलहरू हो नानीमा भनिदिनलाई निशानको लागि मामाहरू पनि आउनुपर्छ के कारणले हो लफ्रा सफ्रा पऱ्यो क्या जगदीशपुर तालमा उहाँ के छ होइन उहाँ के छ त्यही पुगेर हामी जाउँ हामी हिँड्दै के को टावर हो त्यहीसम्म हामी जाने ल ठ्याक्कै त्यही टावरमा पुगेर अलिकति हेरेर हामी जा अनि हजुरहरूले बाख्रा बक सोक खानु छ कि बकहरू पनि छ है बकै हो होइन एउटा दुइटै हो क्या हो दुईवटा बोको यहाँ छ दुईवटा बोको एउटा बाख्रा एउटा बोको हो राँगा त होइन राँगा राँगी एकछिन दामी हुन्छ कि गाउँ खेती त गाउँको खेती चाहिँ किन राम्रो भइदियो हजुर के हुन पर्दैन त तालको छेउमा अनि यो ताल घुम्नमा बहुत गाह्रो छ यो कमसेकम कति बिगामा छ कि यो ताल हेर्नु है पुरा उहाँमा जाएर यहाँ बस्ने ठाउँ पनि छ ठिकै जस्तो बस्नलाई फेरि अलिकति चाहिन्छ मान्छे अनि गर्लफ्रेन्ड बोयफ्रेन्ड भएको बस्ने हामी जस्तोलाई कसले हेर्छ कालो न कालो मान्छेलाई न राम्रो न पैसा न के हो कि नै अलिकति हुन पऱ्यो नि हुनलाई हेर्नलाई पनि केटीहरू चरा सरा सबै छ क्या यतातिर मस्तको नचरा घर छ घर हेर जसको घर यहाँ छ त्यसलाई टेन्सन नै भएन सट्ट बिहान उठाउँछ झ्याल खोल झ्यालले खेएर ठ्याक्कै जगदीशपुरमा भिड छ नि हेर्न आइजाऊ कसैले जिस्काउनु मन छ नि जगदीशपुरमा आइजाऊ न हेर्न सक्नुहुन्छ ओहो चराहरू पनि हेर्नुहुन्छ खतरा छ क्या चराहरू पनि फोटो सोटो सबै चल्ने धेरै सुविधा छ यतातिर कोही बसेर अलि डिस्टर्ब गरिदिउँ भन्ने सोचिरहेको थिएँ न कोही बसिदिनु डिस्टर्ब पनि गर्न भने होइन किनकि कोही बस हामी पनि बसेर मिलेपछि हामीलाई पनि कसैले डिस्टर्ब नगर्ला भनेर हामी बस्नेको पनि कोही छैन यहाँ डेटिङ सेटिङ त धेरैजना चाहिँ बस्छन् भन्ने थाहा छ हामी अलिकति अगाडि आइसकेछौँ त्यहाँ अलिकति डेटिङ बस्नु चाहिँ त्यहाँबाट मैले नदेखाउनु भन्नुभयो त्यहाँले मैले नदेखाएको क्या यस्तै हो यहाँ सुकेको रुख पनि छ क्या एकदम मजाको सुकेको रुख यो के को माथि जान दिन्छन् हेर्देको लागि टावर हे डेरको जनावर पनि आउने जनको फोटोहरू राखेका छन् त पर्दिनु होला जगदीशपुर जो हुन्छ जगदीशपुरदेखि यो भिडियो हेरिदिनु होला कहाँदेखि हेरेको भनिदिनु पनि होला नजारा कति यहाँदेखि वहाँ घुम्दा पनि यो भेट्दा क्या एक दिन छोड़ी का नजारा क्या देखोगे देखो तो जगदीशपुर का नजारा देखो फेरि वान्स मोर एकचोटि फेरि हान्नु त्यही छोरी लोग का नजारा क्या देखोगे देखोगे तो जगदीशपुर का नजारा देखिए ना जगदीशपुरमा अझै नयाँ ठाउँ अझै भन्छ एकछिन हामी त्यो टावरसम्म जाने हो त्यो टावरमा माथि जान पाइन्न त्यहाँदेखि फर्किने हो त्यही हो अनि लास्ट त मिले खतरा देखाउँछु भनेको छ नि देखाउने पनि हुनु हो कि नै हेर्नु होला लास्टमा यो भिडियो हेर्नु भने हजुरहरूले होइन खतरा अप्पी रमाइलो भएको धुलो उडेको देखिन्छ सरकारीबाट क्या
सरकारी पौडा यस्तरी हो क्या एउटा बाइकमा 3 जना बस्ने 4 जना बस्ने हिँड्ने मस्त फेरि मामाले चाहिँ सबैबाट चिल पारामा चिल निकालिदिन्छ फेरि त्यसो चाहिँ हुन्छ त्यसो यहाँ ड्राइभर हाल्दै हुन्छ 3 जना एउटा त्यस्तै हो त्यही हो अलि मामादेखि ध्यानपूर्वक चलाउनु होला बस्नु होला 3-4 जना चाहिँ गयो भने केही हुँदैन टावर भनेको टावर देखाउँ न कहाँ कहाँ ए राखेको त्यति गइरह्यो भनेर हेरौँ न गइरहेको पिन्छ त कति कति मिटर सर गइरहेको ड्याम भइसक्यो यता यही ड्याम त जान्छ उता जाने अन्त यो अस्ति ड्यामको माछा मारिरहन्छ है कति गएको छ माछा ससा मारिन्छ त्यही भएर अघि सिधै चम्किरहेको थियो अहिले चम्केको छैन त ए उहाँ देखिरहेको छ सूर्य खतरा चम्किरहेको छ कि के भन्दैन छैन जाउँ उतैतिर है जगदीशपुरतिर गएर भेटेछ एकै जगदीशपुर ल्याएकोमा होला त्यसले त्यही सुरु गर्न चाहिँ यहाँ लाग्यो यहाँ नै सबैलाई रियाक्सन अफ द बाइक राइडर यहाँ छन् म यहाँ छु के पाराले चाहिँ आउँदैन कसरी जाने भाइ धुलो भने खतरा हो र भन्दै आजको लागि जय नेपाल।